यसरी राख्ने है। अनि यो दुईलाई यसरी समाप्त दिने है। अब जुन हामीले 3 मिटरदेखि कति रे 5 मिटर हेरेर हामीले जुन कपडा ल्याएको छौँ नि त्यो कपडालाई चाहिँ यो पट्याउने पनि यसरी होइन। तपाईँ आउनुहोस् त सिस्टर, यो अगाडि नै यसरी पट्याएर राख्ने है हामीले। ल यहाँ समात्नु त यहाँ भनेर बचाएको यहाँ पनि समात्नु त दिदी भनेर भन्यो। अनि यसरी बिस्तारै यसरी खोल्दै लाने, एकैचोटि गर्ने होइन है। ल पछाडि फर्काउनुहोस् त यसरी है। ल पछाडि फर्काउनुहोस् त, यहाँ हेर्नुहोस् त यसरी एकैचोटि भलालल्ल नखोलिकन अगाडि फर्काउनु त। अब अगाडि ठ्याक्क यो चाहिँ बच्चाको बटक मुनि यसरी यसरी वन टाइप चाहिँ यसरी गर्यो हो। त्योबाट चाहिँ यसरी के गर्नु र घोराइने यसरी यो करिब जुन चाकुने जस्तो छ है। अलि छोटो भयो, ठिकै छ। यसरी अब मोलाइजेसन गर्न खोजेको क्या फेरि आमाले चाहिँ आफ्नो भन्न खोजेको। अब यहाँ चाहिँ बाउ चाहिँ आउनु भयो होइन, त्यही भएर यो बाउ चाहिँ नभएको किनभने बच्चालाई चाहिँ स्याहार गर्नलाई रेडी भएको छ भनेर राख्छौँ। ल उहाँ चाहिँ बाउ चाहिँ एकदमै डेडिकेटेड। ल उहाँ चाहिँ केएमसीको लागि केएमसीको आफ्नो बच्चालाई चाहिँ मायाको अङ्गालोमा यसरी राख्नुभएको छ। ल हेर्नुहोस् ल राखिसकेपछि तर 24 घन्टामा चाहिँ उहाँले कमसेकम 18 घन्टा चाहिँ राख्नु पर्ने छ। र अब यसरी राख्दाखेरि मायाको अङ्गालोमा राख्नु पुग्यो यो बच्चालाई भनेर हामीले थाहा पाउने साइनहरू चाहिँ हामीले याद गर्नु हो। बच्चाको के हुन्छ, वेट गेन हुन्छ। बच्चाको वेट कति दिनमा कतिले बढ्नुपर्छ अरे न्युनेटको डाक्टर साहबहरूले कति भन्नुभएको छ भन्नुभयो नि होइन। दिनमा 20 भन्नुभयो नि डाक्टर। नर्मली चाहिँ सुरुको 30 देखि 40 ग्राम पर केजी पर डेले बढ्नुपर्छ। 30 देखि 40 ग्राम पर केजी पर डे बढ्नुपर्छ। अब यसरी कमको बच्चालाई राखेको छ होइन। हेर्नुहोस् त उहाँले चाहिँ यो भनेको छ है। अनि साला हप्ताको हिसाब गर्दाखेरि हप्तामा करिब बढेको हुनु पर्यो है। हप्तामा 450 500 ग्राम के। ल त्यो बच्चालाई कङ्गाल मदर्स केयरमा राख्नु पुग्यो भनेर थाहा पाउने है। अब हामीले अगाडि नपुगेर बच्चालाई केएमसीमा राख्नुको लागि हामीले सल्लाह दिएर हामीले उसलाई पठाएको छ भने हामीले अब अनुगमनको भोलि डाक्टरहरूले भन्छ कति दिनमा हामीले बोलाउनु पर्छ त। यसरी राखेको दिन बच्चालाई चाहिँ हामीले 14 दिनमा हामीले बोलाउनु पर्ने हुन्छ है। खानाको समस्याको लागि अनि कङ्गाल मदर्स केयरमा राखेको लागि कहिले बोलाउने भन्ने कुरा अहिलेसम्म हेर्दाखेरि सामान्यतया अरू कम्प्लिकेसन नआएको खण्डमा एउटा अगाडि नपुगेर जन्मेको बच्चालाई चाहिँ करिब 1 हप्ता 9 दिन 10-12 दिनमा चाहिँ वेट गेन भएको छ क्या। त्यही भएर 14 दिनमा जुन हामीले फलोअप गर्छौँ नि त्यो भिजिटमै उसलाई चाहिँ पुग्यो भनेर भन्छौँ। तर कोहीलाई मात्र चाहिँ 14 दिन पछाडिसम्म पर्छ, नभए 1 महिना 2 महिनासम्म राख्नुपर्छ भन्ने चाहिँ